ल झ्याप्प काट्नु पर्दैन घाम यता त्यो उता साइड लगाएर आइज खोलेर छोप्नु नि कालो भित्र पारेर है मलाई अलिक गोल गरेर म भावनामा भक्नु मेरो कारण घर परिवार यस्तो पर ब्याग फेरि राखिदिएको छ ब्याग देख्नु ब्याग हटाउ त्यो पनि हटाउ त्यो पनि लास्ट पोजिसनमा आउँछ भाइ पछाडि पक्का घरहरू आउँदैन नि है लियो अलिक मोर साइलेन्ट आराम हेर लियो क्यामेरा लियो क्यामेरा एक्सन म गौरवमा टाढी नै छ भावनामा पक्नु हुँदैन मेरो कारणले गौरवको छ देखिदिनु हुँदैन मेरो जसरी पनि गौरवलाई छोड्नु पर्छ दिदी उता हेर बहिनीलाई अब म त लागिदिन्छु कहाँ लाग्यो गाना लागेको फेरि फेरि त गाडी जस्तो लागिरहेको कहाँ लागिदिन्छु ठिक छ होइन अब यसैमा लास्ट लिउँ न लास्ट लास्टको हस् दिदी तपाईँहरू पनि राम्रोसँग बस्नुहोस् है ल दिदी म गएँ तिमीले के दियो भने मम्मी र दादालाई पनि लिएर आउनु है भने लिएर आउनुहोस् भनेपछि हस् दिदी तपाईँहरू पनि राम्रोसँग बस्नुहोस् है ल दिदी म गएँ भनेर जाऊ तिमी गाडी बगाउनु थाल माथि चढेर होइन एकछिन हेर बहिनीलाई ल रेडी लियो अलिक मोर साइलेन्स क्यामेरा अलिकति ब्याक सर त हो यो लियो अलिक मोर क्यामेरा लियो अलिक मोर क्यामेरा एक्सन खोइ त खोइ मिराको टाइगर हो नि पहिले मम्मी र दादालाई पनि लिएर आउनुहोस् पानी हाल मुखमा अलिकति पानी राख त्यो पर्दैन यति लामो पर्दैन के तपाईँहरू पनि राम्रोसँग बस्नुहोस् है ल दिदी म गएँ 3 मिनट सुरुमा बोल ल रेडी लिऊ क्यामेरा पछाडि बस्छु एक्सन तपाईँ पनि राम्रोसँग बस्नुहोस् ल दिदी म गएँ पर्दैन त्यो अगाडि बोल्ने हो छुट्टै ल ल यो हामीले त इन्डिङको लिएको हो कि मुना जान्छ नि हेरिरहने एकचोटि लिऊ फेरि दाइ रेडी लिऊ क्यामेरा तिमी गइरहनु पर्छ अब यो सुन त अब सिधा जाऊ है सिधा सिधा ल रेडी क्यामेरा एक्सन तपाईँ पनि राम्रोसँग बस्नुहोस् है ल दिदी म गएँ हेरिराख जाऊ तिम्रो राइट च्याप्दै जाऊ राइट च्याप्दै राइट ल भयो एक्सन गाना लाग्यो राम्रोसँग जाऊ है पुगेपछि खबर गरौँ अब फर्किरहेको थिएँ मम्मी र दादालाई पनि सँगै लिएर आउनु है 2 लाइन हो कि मैले धेरै छैन रेडी मोर स्क्रिप्ट गर्नु न हुन्छ राम्रोसँग जाऊ पुगेपछि खबर गर है अब फर्किँदा चाहिँ मम्मी र दादालाई सँगै लिएर आउनु है ल रेडी लिऊ साइलेन्स क्यामेरा एक्सन त्यसैले म त निस्केँ दिदी राम्रोसँग जाऊ है अनि पुगेपछि खबर गर्नु नि तिमी आउँदा चाहिँ अनि किन राखेको त अनि त्यो सन्दर्भै छैन अनि नराख न हुन्छ राम्रोसँग जाऊ कस्तो कन्फ्युज हो पुगेपछि खबर गर है अब फर्किँदा चाहिँ राम्रोसँग जाऊ पुगेपछि खबर गर है अब फर्किँदा चाहिँ मम्मी र दाइले सँगै लिएर आउनु ल रेडी ल रेडी लिऊ क्यामेरा एक्सन
त्यसैले म त ध्यान लागेको दिदी राम्रोसँग जाऊ पुगेपछि खबर गर है अब आउँदा चाहिँ मम्मी दाइले सँगै लिएर आउनु दिदी म गएँ गइरहेको छु हेरिराख अहिलेको ध्यान अघितिर ध्यान गयो फेरि गाडी बोकिन्छ अब एउटा यहाँबाट ल्याऊ गएकोबाट सर उसमा तार जाने हिसाबले आउनु है सबै मेरामा तार छोराछोरीले गल्ती गर्छ आमालाई नै दोष बाउको कुनै दायित्व हुँदैन आमा धरती हो भनेर छोराछोरीले नि पेल्ने श्रीमानले पनि पेल्ने यो कहाँको नियम हो यो कहाँको यो अन्याय अत्याचार हो यो आफूले पनि त सम्झाउन सकिन्छ छोरालाई फोकस कता के गर्नु पर्यो क्यामेरा रोलिङ एक्सन यही कुरो फेरि मैले तिमीलाई सम्झाइरहनु नपरोस् अचम्म छ बा छोराछोरीले गल्ती गर्छन् आमालाई दोष बाउको चाहिँ कुनै दायित्व छैन नारी धरती हो भनेर सबैले थिचोमिचो गर्न त पाइँदैन नि अचम्म छ छोराछोरीले गल्ती गर्छ आमालाई दोष बाउको त कुनै दायित्व नै छैन नारी धरती हो भन्दैमा सबै कुरा सहन सक्छ साइलेन्स क्यामेरा रोलिङ एक्सन एउटी तरुणी छोरी भन्दैछु त हिँड्दै बोल्दै हिँड्दै सुरु गर भनेको उसले त बुझेकै छैन क्या अहिलेको क्यु नै मिल्दैन क्या त्यसरी हामीले एडिट गर्दाखेरि रेडी ल्याऊ क्यामेरा रोलिङ एक्सन एउटी तरुणी छोरी भएको घरमा यसरी घरिघरि केटा मान्छे आइराख्नु राम्रो होइन छोरी घरमा आउनु भएको पाहुनालाई यस्तो भन्नु हुँदैन घरिघरि आउने मान्छेलाई पाहुना भनिँदैन बुवा के गर्नु भइरहेछ क्या यहाँ ढकलक्क भयो एकपल्ट बाउलाई छेकेर फेरि आयो लिउँ ल राम्रो गर त ल रेडी कसरी बाउले नछेक्दिँदा अनि बस्दा तिमी कस्तो भएको छ बस्दा देखाइदिउँ म तिमीलाई कसरी भइरहेको छ यहाँ यहाँ यसो गर्छ क्या तिमीले हेर यहाँ यसो तिमी के गर्छ भन्दाखेरि दाइले बोल्नुभयो कि होइन बोल्नुभयो यहाँ आएर यो गर्छु होइन अनि यो गरेर यो गरेर बस्छौ क्या तिमी कसरी बस्छ यस्तो टाइपले बस्छौ क्या तिमी यहाँ आएर यो तिमी यहाँ आइसकेपछि दाइ बोलिदिनु छोरी घरमा आउनु भएको पाहुनालाई यस्तो भन्नु हुँदैन अनि आफै भित्तामा अडेस नला भन्नु भएको यति बस्नुपर्छ क्या यति बस्नु पर्यो क्या बसेर पनि तिमी यस्तो भएको छ यो बसेपछि हेर्नु पर्यो पहिला यता उसलाई हेर्सेपछि नि घरिघरि आउनेलाई पाहुना भनिँदैन यो चाहिँ बसेर पनि एकचोटि घुटिरहेको छौ क्या ल गर त राम्रो गर त ल अब त अब सबै ठिक छ पर्सहरू निकाल त्यहाँबाट ल रेडी छ नि यहाँ ल्याऊ मोड साइलेन्स क्यामेरा रोलिङ एक्सन एउटी तरुणी छोरी भएको घरमा यसरी केटा मान्छे घरिघरि आइराख्नु राम्रो होइन छोरी घरमा आउनु भएको पाहुनालाई यस्तो भन्नु हुँदैन घरिघरि आउने मान्छेलाई पाहुना भनिँदैन बुवा भेरी ओके कस्तो राम्रो भयो बसेर पनि ठ्याक्कै मिल्यो उसले घोडा टेक्ने भएर चाहिँ घोडा टेक्दाखेरि हो क्या कस्तो लामो घोडा क्या अनि सकिन्न क्या लामो घोडा भएर होला हो घोडा नटेकेको पैसा निकाल होइन बिचमा गयो होइन रोलिङ एक्सन हेऱ्यो यताउति हेर बजार देख्यो सब उता टर्न गर यो उता हिमाल
ओके